ब्याक है मेरो सर्ट मिनी ब्लगमा। आजको मिनी ब्लग म स्टार्ट गर्छु। र के गरेको भने चाहिँ मेरो यो एउटा सानो पार्सल लाग्छ है फ्लिपकार्टबाट। बेसी लेट नगरेर मेरो ऱ्याम बनिँदो रहेछ, यसलाई अनबक्सिङ गरौँ। र भित्र गाइस के छ गेस गर्नुहोस् होला। गाइस बक्स खोल्नु बित्तिकै सबसे पहिला चाहिँ मेरो सानो माउन्ट, यसपछि चाहिँ ट्राइपडको माउन्ट, र फाइनली जुन चाहिँ चिज मैले मगाएको थिएँ त्यो आइपुग्यो। जुन चाहिँ छ ट्राइपड है, त्यो पनि एकदम दामी क्वालिटीमा रहेछ। र यसलाई अनऱ्याप गरौँ है। अनऱ्याप गरिसकेपछि समथिङ यसको लुक चाहिँ यस्तो छ। माथिको पिन पनि हटाउनु पर्ने, जसमा कि यो मेरो माउन्ट जुन चाहिँ छ यो प्लेस हुन्छ। प्लेस गर्नलाई चाहिँ यसमा सानो एउटा स्क्रू छ, त्यसमा माउन्ट गर्नुपर्छ। र गाइस यो चाहिँ मेरो आजको फर्स्ट मिनी ब्लग है, भोइस ओभर दिँदै होइन। कस्तो हुन्छ के हुन्छ कमेन्ट गर्नुहोस्। र यो लागिसक्यो। अब धत चाहिँ अब यो फोन माउन्टलाई माउन्ट गर्ने। तर गाइस म चाहिँ यो चाहिँ युज गर्दिनँ है, किनभने यो माउन्ट चाहिँ अलिकति क्वालिटी राम्रो लागेन। र अलरेडी मेरोमा एउटा छ है, जुन चाहिँ यो बक्स आइपुग्दो छ, मेरो क्यामेराको बक्स आइपुग्छ। र त्यो पनि अहिलेसम्म अनऱ्याप त गरेको थिएन। आज चाहिँ फर्स्ट टाइम म यो युज गर्दैछु फेरि यसलाई। र यसलाई लगाइसकेर चाहिँ म तपाईँलाई फेरि यसको फाइनल लुक देखाउँदैछु। दादाको जस्तो मैले सेटअप गरेँ, यसलाई मैले ट्राई गरेँ कत्रो चाहिँ रहेछ भनेर होइन। यो पार्ट त खोलिसकेँ होइन, खोलिसकेर चाहिँ अब नेक्स्ट पार्ट अब खोल्ने। खोलिसक्दा त हुन्छ नि। अब मैले सोचेको भन्दा पनि ठुलो क्या हो, मैले सोचेको भन्दा पनि ठुलो रहेछ है। र फेरि पनि गाइस तपाईँलाई म भन्छु है, मेरो यो फर्स्ट मिनी ब्लग होइन, जसमा कि मैले भोइस ओभर दिँदैछु होइन। कस्तो छ के छ कमेन्ट गर्नुहोस् होला। कस्तो हुँदैछ मलाई केही प्रपर याद छैन है, मैले फर्स्ट टाइम यो ट्राई गरेको भोइस ओभर दिने। र गाइस यसको फाइनल लुक चाहिँ हेर्नुहोस् कत्रो चाहिँ छ यो है। मैले चाहिँ गाइस त अब गाइस एप्रोक्सली भनेको यो 7 फिटको चाहिँ आएछ है, 7 फुटको आएछ। किनभने म 6 फुट छु, यसलाई मैले अझै खोल्नु बाँकी छ है, त्यो खोलेको छुइनँ। आम्मा गाइस कस्तो छ गाइस के छ कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् है, नबिर्सिनुहोस् है।